संसद भवन चाहिँ नेक्स्ट इलेक्सन पछिको जुन हाम्रो सांसदहरू आउनुहुन्छ त्यो संसदले चाहिँ यो संसद भवनमै काममा के अरे पहिलो मिटिङ गर्नुपर्छ भनेर हामी लागिरहेका छौँ। यसलाई हामीले डेली मोनिटरिङ गर्ने हिसाबले मेकानिजम पनि बनाएका छौँ। अब हामी रेगुलर मोनिटरिङमै छौँ कन्ट्र्याक्टर र कन्सल्टेन्टहरूको। त्यही केही चाहिँ त्यहाँ उहाँहरूको दुईटा कन्ट्र्याक्टर भएको हुनाले दुईटा कन्ट्र्याक्टरको चाहिँ इन्टरफेसिङको कामहरूमा अलिकति समस्याहरू पनि रहेछ। हामीले त्यसलाई रेगुलर मोनिटरिङ गरिरहेका छौँ। र अर्को कुरा चाहिँ यो बजेटकै कुरा आयो। बजेटमा मान्यज्यूहरू जति चिन्तित हुनुहुन्छ म पनि त्यतिकै चिन्तित छु। म फुल्ली तपाईँहरू सँगै छु र केही कुराहरू जुन चाहिँ प्रारम्भिक कुराहरू नै नभएका बजेट राखेका विषयहरू, जग्गा नै अधिकरण नभएका, जग्गा नै नभएका ठाउँमा पनि बजेट राखेका अथवा चाहिँ अनावश्यक रूपले राखेका बाहेक चाहिँ सबै खुल्नुपर्छ भन्ने विषयमा हाम्रो अर्थ मन्त्रालयसँग छलफलहरू भइरहेछ। उहाँहरू पनि पोजिटिभै छौँ र हरेक चाहिँ शीर्षक वाइज छलफल चाहिँ त्यसको केलाएर पनि हामी गरिरहेछौँ।